कोरल बिच थाइल्यान्ड यो एउटा अचम्मको के लाग्यो मलाई भन्दाखेरि नि हाम्रो सिक्किम तलतिर इन्डियामै हो भने पनि यो यतिको यो बालुवा भएको जग्गा यहाँनिर यो स्यान्डको स्टोर छ यहाँनिर यो माथिको डल्लै यो माथिको टुरिज्मको घर यो बनाएको छ यति बेसी टुरिस्ट छ यहाँनिर। तर एउटा कुरा चाहिँ के सोचेँ भन्दाखेरि नि यहाँनिरबाट हाम्रो हो भने चाहिँ कोइरी खोल्थ्यो भनेर नि कोइरी सुरु हुन्थ्यो हो हाम्रोतिर चाहिँ हो भने। तर यहाँ चाहिँ यस्तो बेसी टुरिस्ट यो वर्ल्ड टुरिज्म सेन्टर वर्ल्डको टुरिस्ट यहाँनिर भिजिट गर्ने गरेर छ। अन्त यहाँ मेरो साथीसँग अहिले गफ पनि भयो कस्तो दामी है यताउता भन्दै। अन्त मैले भने हाम्रो हो भने चाहिँ अस्ति कोइरी खोलेर हो यो बालुवा पनि बेचिसक्थ्यो यहाँ त खाल्डा मात्रै हुन्थ्यो भन्ने कुरा भयो क्या। यो एउटा हेर्नु नि अब यो समुद्रलाई सदुपयोग गरेको मान्छेहरूलाई एट्र्याक्सन गरेको यो थाइल्यान्ड भन्ने जग्गामा सानो जग्गा प्रोडक्सन केही पनि छैन है। अन्त यो टुरिज्म सेक्टरलाई नै बेसी मतलब इम्पोर्टेन्स दिएर यहाँनिर चाहिँ वर्ल्ड टुरिज्म सेन्टर यहाँको मान्छेहरू फेरि मैले सुनेको यहाँको थाइल्यान्डको मान्छेहरू बुद्धिज्म टुरिस्ट टुरहरू जान्छ अरे कता कता। तर